रिक्सामा ठोक्यो। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। हाम्रो चाहिँ आज बबालतिर कहिलेसँग हाम्रो नेपालगञ्जदेखि सल्यानसम्मको यात्रा हुँदैछ। बबालतिर कहिले राइड भइरहेको छ, मस्तसँग दामीसँग राइड यात्रा भइरहेको छ हाम्रो। ट्याक्क ल कोलपुरदेखि दाङतिर लागियो अब ट्याक्क लाएर। ट्याक्क लमही पुग्यो। लमही पुगेर चाहिँ हामी चाहिँ अब टक्क नास्ता खाएर अनि थोडा भोक पनि लागिरहेको छ। अब नास्ता खाएर चाहिँ हामी जानुपर्छ टक्क है गाइज। ल नास्तामा चाहिँ चना अन्डा आइसक्यो अनि ट्याक्क लगाएर आमा चाहिँ पकाएर खान लाग्नु भएको छ। म चाहिँ चना अन्डा खान लागेको छु नास्तामा। ट्याक्क बबाल दामी छ। नास्ता पनि भइसक्यो, टक्क भोजन भइसक्यो हाम्रो चाहिँ। अब हामी चाहिँ लग राइड गर्नुपर्छ बबालतिर कहिले। लमहीदेखि अब दाङसम्म दाङ हुन्छ अनि नास्ता खाएर गाइज बबाई नदी गाइज तुलसीपुरमा रहेको दाङ जिल्लामा रहेको यो बबाई हो गाइज होइन। कता हामी अहिले पानी परेर होला अहिले खत्तम भने आएको छ अहिले। ट्याक्क लगाएर यसो भिडियो सिडियो बनाइदियो भनेर यसो बाइक झर्दिएको बबाई नदी गाइज। बल्ल ल हामी चाहिँ तुलसीपुर पुग्यो। तुलसीपुर हुँदै अब हाम्रो चाहिँ सल्यानको यात्रा हुनेछ बबाल दामीसँग। हामी चाहिँ एकछिन आन्टीसँग भेटेर जान्छौँ होला। अनि आन्टी चाहिँ यहाँ पसल गर्नु भएको छ, आन्टीसँग यसो भेटघाट गरेर अनि ट्याक्क हामी हिँड्नेछौँ अहिले। पारि हो नि त्यो एसपी फेन्सिस्ट र तुलसीमा हाम्रो सुनिता आन्टीको पसल छ। ट्याक्क तपाईँहरू कपडा सपडा लगाउनुको लागि सम्झिनु होला है। यता सुनिता फोन मगर हात भाइ त्यसो गाइज। नमस्ते आन्टी। ल हामी चाहिँ आन्टीसँग भेटघाट गरेर अनि कुराकानी गरेर एकछिन बसेर चाहिँ अब हिँड्न लागेको। अब चाहिँ हाम्रो सल्यानको यात्रा अब हुनेछ बबाल तरिकाले। सिन्नर पुग्यो, ट्याक्क सिन्नर पुग्यो बबालतिर कहिले। राइड चाहिँ अहिलेसम्म दामी भइरहेको छ। दाइ नमस्ते। ठिक छ दाइ, सुन्छ हुनुहुन्छ? हजुर हजुर नेपालगञ्ज गएको। अस्ति आयो बेला हुनुहुन्न नि त, डिस्पाट हालेर गएँ उहाँ त्यो ल हुन्छ त। दुई साइड हेर बाजे, एकै साइड हेर्दा रहेछ बुढोले।
अब बालदामी भयो